नमस्ते सबैजनामा म राइडर करण म सतहत्तर जिल्ला साइकलबाट राइड गर्दछु र अहिले आज बिहानै यहीबाट बाटो आयो यही बाटो हेर्न सक्नुहुन्छ। यति बवाल मौसम यति बवाल दृश्य यता माथि उकालो चढेर यता आएँ र गाडी बढेर फेरि यस्तो बवाल दृश्य हेरेँ अनि फेरि गर्मीको कारणले यति गाह्रो भयो र उकालो चढ्दै पुरै घामले सताए फेरि गाह्रो भयो। गाडी हिँड्दै गयो हेर्न सक्नुहुन्छ मौसम पनि एकदम सफा र बवाल र घाम छ र म गाडी बढ्दै गएँ बढिया गाडी गएर फेरि यस्तो ठाउँमा बसेँ छाउमा बसेँ ढुङ्गाको गर्मीको कारणले फेरि यहाँ बसेर एकछिन रेस्ट गरेर यहाँको नजारा हेरेर अब फेरि यहाँबाट गाडी बढेँ र गाडी बढ्दै फेरि यो ठाउँमा आइपुगेर हेर्न सक्नुहुन्छ कति राम्रो देखेछ। यहाँबाट पनि गाडी बढेँ र पानी पुगिसकेको थियो यस्तो अवस्था भइसकेको थियो मेरो पानी अलि थियो त्यो खाएर फेरि यहाँ गाडी बढेँ बाटो हेर्न सक्नुहुन्छ पुरै उकालो बाटो पानीको बोतल राखेर फेरि गाडी बढ्यो त गाडी एउटा दाई ट्रकबाट आयो दाईले आफै रोकेर बनेको पानी लिउँ दुईवटा पानीतिर म भने कि एउटैबाट दाई भइहाल्छ धन्यवाद भने दाईलाई दाइले भाइले भने दाइ र म पनि भाइ भने र गाडी एकदम पुरै बुम बुम गरेर हिँड्छ जस्तो उकालो थियो म पानी खाएँ पानी खाएर एकछिन यहाँ रेस्ट गरेँ पानी खाएर रेस्ट गरेर फेरि गाडी बढेँ हेर्न सक्नुहुन्छ मेरो हालत कस्तो छ र गाडी बढेर फेरि यस्तो मौसम देखि एकदम बवाल लागेको छ र यहाँ तल हेर्न सक्नुहुन्छ कति बवाल गाउँ रहेछ यति सुन्दर दृश्य त यस्तै दृश्य हेर्दै म यहाँ गाडी बढेँ र गाडी गएर म दाइ ट्रकवाला दाइहरूसँग बातचित गरेँ र गाडी बढेँ र अब फेरि अगाडि माने भोज्याङ गाउँमा आएर म यहीँ अब बस्दैछु हाम्रो जिल्लाका रौतहट जिल्लाको दाइ एउटा यहाँ काम गर्छ त उहाँ दाइले भने कि अब यहीँ रुममा बस मसँगै बस त्यहीँ बस र गुड नाइट।